rise in heart attacks. अब तपाईको पालो हुन सक्छ। के तपाईँलाई थाहा छ तपाईँको मुटुले 1 मिनेटमा 5 देखि 35 लिटर रगत पम्प गर्छ। यही रगत नलीहरू हुँदै शरीरका हरेक कुना कुनासम्म पुग्छ। तर तपाईँको जीवनशैली, तपाईँको खानपान, तपाईँको चालचलन, यिनै कुराले तपाईँको रगत नलीहरूमा असर गर्छ। अनि सुरु हुन्छ एथेरोस्क्लेरोसिस, त्यो अवस्था जहाँ रगत नलीको भित्र भागमा प्लाक जम्न थाल्छ। प्लाक भनेको के हो त? प्लाक हुन्छ कोलेस्ट्रोल, बोसो र अनावश्यक पदार्थहरूको मिश्रण, र यो नै तपाईँको रगत नलीलाई साँघुरो बनाउन थाल्छ। एक दिन त्यही प्लाकले नली नै बन्द गरिदिन्छ, अनि त्यो नली जसले तपाईँको शरीरको कुनै महत्त्वपूर्ण अङ्गसँग रगत पुर्याइरहेको थियो काम गर्न छाड्छ। रगत भनेको केवल रातो तरल मात्र होइन, यसले अक्सिजन बोक्छ जुन तपाईँको शरीरको हरेक कोषमा चाहिन्छ। जब अक्सिजन पुग्न छाड्छ त्यो अङ्ग मर्छ। अब कल्पना गर्नुहोस्, त्यही अवस्था तपाईँको मुटुसँग हुन्छ। तपाईँको मुटु आफैलाई रगत पुर्याउने नलीलाई कोरोनरी आर्टरी भन्ने गरिन्छ। यदि यही आर्टरीमा प्लाक जमेर पूर्ण रूपमा बन्द भयो भने मुटुले अक्सिजन पाउँदैन र काम गर्न छाड्छ। त्यही क्षणलाई हामी हार्ट एट्याक भन्ने गर्छौँ वा चिकित्सा भाषामा मायोकार्डियल इन्फार्क्सन भन्छौँ। तर अहिले यो समस्या युवा माझबीच किन देखिन थालेको होला त? इभन द फिट पर्सन आर डाइङ अफ हार्ट एट्याक। जिम गर्दै एक्सर्साइज गर्दा गर्दै पनि हार्ट एट्याक किन? कारण स्पष्ट छ, अत्याधिक प्री वर्कआउट सप्लिमेन्ट्स वा बलको प्रयोग। यसले रगत नलीको भित्री सतह च्यातिन्छ र प्लाक फुटेपछि तुरुन्तै नली बन्द हुन्छ। त्यसैले तुरुन्तै हार्ट एट्याक गराउँछ। समयमा उपचार नपाए मृत्यु। अब कुरा गरौँ हार्ट एट्याक आउँदा कस्तो हुन्छ छाती दुखाइ। सुरुमा लाग्छ सामान्य छाती दुखाइ हो, तर त्यो दुखाइ बिस्तारै बायाँ काँध, गर्दन वा जिउको माथिल्लो भागसम्म फैलिन्छ। सास फेर्न गाह्रो हुन्छ। यस्तो लाग्छ मुटु नै भारी बोझमाथि थिचिएको छ। तर कहिलेकाहीँ छाती पोले जस्तो हुने, खानेकुरा खाइसकेपछि पोल्ने, मुटु छिटो चल्ने, यस्ता लक्षणहरू एसिड रिफ्लक्स वा एन्जाइटीले पनि हुन सक्छन्। तर फरक छुट्याउन नसक्ने हो भने ढिला नगर्नुहोस्, सिधै नजिक अस्पताल जानुहोस्। अब प्रश्न उठ्छ, कसरी जोगिने त? ब्रिटिस हार्ट फाउन्डेसन अनुसार करिब 50% हार्ट एट्याक भएका व्यक्तिमा उक्त रक्तचाप देखिएको थियो। त्यसैले तपाईँले बेला बेलामा आफ्नो बिपी चेक गरिरहनुपर्छ। त्यस्तै डायबिटिज, मधुमेह भएका धेरै व्यक्तिहरूमा पनि हार्ट एट्याक देखिएको छ। त्यसैले नियमित ब्लड सुगर जाँच र डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्नु आवश्यक छ। अब कुरा गरौँ कोलेस्ट्रोलको। शरीरमा बढी मात्रामा भएमा खतरा बढ्छ, विशेष गरी एलडिएल जसलाई खराब कोलेस्ट्रोल भन्ने गरिन्छ। त्यसको मात्रा नियन्त्रणमा राख्नुपर्छ। धुम्रपान सबैभन्दा खतरनाक बानीमध्ये एक। ब्रिटेनमा मात्रै प्रत्येक वर्ष कम्तीमा 16,000 मानिसको मृत्यु धुम्रपानसँग सम्बन्धित हार्ट एट्याकका कारण हुने गरेको प्रमाणित छ। अहिले त भेप र ई सिगरेटले पनि त्यस्तै खतरा देखाउँदैछन्। मोटोपन पनि एक कारण हो। तपाईँको बिएमआई अर्थात् बडी मास इन्डेक्स हेरेर तपाईँ स्वास्थ्य तौलमा हुनुहुन्छ कि छैन भन्ने कुरा थाहा हुन्छ। बिएमआई 18.5 देखि 24.9 भित्र छ भने तपाईँ ठिक हुनुहुन्छ, तर 25 भन्दा माथि छ भने सावधान। अब खानपान र व्यायाम, यसले पनि ठुलो भूमिका खेल्छ। 10 जनामध्ये 3 जनाले मात्र फलफुल सागसब्जी आवश्यक मात्रामा खाने गरेको देखिन्छ। अनि एक हप्तामा कम्तीमा 150 मिनट शारीरिक व्यायाम आवश्यक भए पनि धेरै मान्छेले त्यसलाई नजरअन्दाज गर्छन्। अन्ततः यदि तपाईँ आफैलाई वा कसैलाई हार्ट एट्याक भएको छ भने के गर्ने? एकछिन पनि नहिचकिचाउनुहोस्। तुरुन्तै 102 डायल गर्नुहोस् वा नजिक अस्पतालमा फोन गर्नुहोस्। एम्बुलेन्स बोलाउनुहोस्, किनभने अनुसन्धानले देखाएको छ कि एम्बुलेन्सबाट अस्पताल पुगेका बिरामीहरूको रिकभरी दर बढी हुन्छ। साथै आफ्नो मोबाइलमा नजिकको आपतकालीन अस्पतालको नम्बर, एम्बुलेन्स नम्बर र आपतकालीन सम्पर्क नम्बर राख्न नबिर्सनुहोला। यदि तपाईँ नजिकै हुनुहुन्छ भने कसैलाई तुरुन्तै बोलाउनुहोस् र 165 देखि लिएर 325 मिलिग्रामको एस्पिरिन ल्याउन भन्नुहोस्। एलर्जी नभएको खण्डमा त्यो चपाएर खानुहोस्। त्यसले रगत जम्न नदिन सहयोग गर्छ, किनभने हार्ट एट्याक ढिलो चिन्नु मतलब जीवन जोखिममा पार्नु हो।